सम्पूर्ण साथीहरूलाई नमस्कार। हामी चाहिँ टोपिक आईको विगतमा सोधिएका विभिन्न खालका प्रश्नहरूको चाहिँ मोडल सेट चाहिँ हल गर्दैछौँ है। अघिल्लो भिडियोमा हामीले लिसनिङको दुईटा पार्टमा चाहिँ लिसनिङ 1 देखि 30 नम्बरसम्म 1 देखि 30 नम्बरसम्म पनि सक्यौँ र रिडिङको पार्ट पनि 31 देखि 56 नम्बरसम्म चाहिँ हामीले गरिसक्यौँ। अब चाहिँ हामी आज 57 नम्बरदेखि 70 सम्म गरेर यसलाई इन्डिङ गर्छौँ है एउटा सेट चाहिँ। ल आज हेर्नुहोस् त यो 57 नम्बरमा के छ हेर्नुहोस् त। ल 56 देखि 58 भनेको छ के भनेको छ हेरौँ। थाउमुल तल सुनसए भनेको चाहिँ सुन्छ भनेको क्रम भन्छ है, क्रम मात्के मिल्ने फेलहान खसुल खोरु सिप्स्यो भनेको छ। यो फेलहान भनेको चाहिँ क्रमबद्ध भन्ने कुरा अर्थ लगाउन सकिन्छ। क्रमबद्ध कुरालाई चाहिँ खोरु सिप्स्यो छान्नुहोस् भन्छ। ल थाउमुल सुनसए तलको क्रममा यो क्रममा चाहिँ मात्के मिल्ने फेलहान खसुल खोरु सिप्स्यो क्रमबद्ध कुरालाई छान्नुहोस् भनेको छ। ठिक छ। ल हेरौँ अब यहाँनिर 57 नम्बर भनेको छ सामछम भनेको छ। यसको अङ्कभार चाहिँ 3 नम्बर रहेको छ 57 नम्बरमा। अब यो भन्न खोजेको के हो भन्दाखेरि सुन्छ मिलाउने हो। सुन्छ है, क्रम मिलाउने हो। यसलाई चाहिँ तलमाथि गरेर राखिदिएको छ। हामीले चाहिँ अब यो चारवटा मध्ये कुन चाहिँ बेस्ट हुन्छ, यसको क्रम चाहिँ कसरी मिल्छ भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्छ। ल पहिला सरर पढौँ होइन के छ। ल हेर्नुहोस् त। यो गा ना दा रा भनेको छ। ल गामा के भन्छ सबभन्दा फर्स्टमा छनुन यहेङ्गुल खामेन म भ्रमण गयो भने खिनेम फुमुल त्यो खिनेम फुम भनेको के भन्न मिल्छ यसलाई भन्दाखेरि स्मृतिको सामान अथवा सम्झनाका सामानहरू कोक साम्निदा अनिवार्य किन्छु। म भ्रमण गयो भने स्मृतिका सामानहरू अथवा सम्झनाका चिनोहरू चाहिँ अनिवार्य किन्छु। अब नाले के भन्छ ठाउमिनन सानिना ठाउमिनन अर्को पटकमा चाहिँ सानिना पहाड वा फादा खरिमी इन्नन भनेको छ। अर्को पटकमा चाहिँ सान पहाड वा फादा भनेको समुद्रको खुरिमी इन्नन भनेको चित्र भएको खपुल सागो सुविधा भनेको कप किन्न चाहन्छु रे। अनि अर्को पटकमा चाहिँ पहाड वा समुद्रको चित्र भएको कप किन्न चाहन्छु भन्छ। ल अनि त्यसपछि दाले के भन्छ छिगुम काजिनन अहिलेसम्म चाहिँ युमेङहान खनमुल भनेको छ प्रसिद्ध अथवा लोकप्रिय खनमुल भनेको बिल्डिङको खिरिमिनन भनेको चित्र भएको खपुल कपलाई मानिसा सुविधा धेरै किने। अहिलेसम्ममा चाहिँ प्रसिद्ध बिल्डिङको चित्र भएको कपहरू धेरै किने भन्छ। अनि राले के भन्छ लास्टमा हेर्नुहोस् त खिनेमफुम भनेको अब स्मृतिका सामानहरू सम्झनाका चिनो भन्न मिल्छ। सम्झनाको चिनो जुङेस मध्येमा यहेङ हान छाङसोए भ्रमण गरेको स्थलको खिरिमी इन्नन चित्र भएको खबुल कपलाई छुरो साम्निदा भनेको प्राय किन्छु भन्दैछ। हेर्नुहोस् त अब यो खिनेमफुम भनेको सम्झनाको चिनोको मध्येमा भ्रमण गरेको छाङसोए भनेको ठाउँको खुरिमी इन्नन चित्र भएको कपलाई प्राय किन्छु भन्छ। ल यो चारवटा कुरा छ। अब यहाँनिर 1 2 3 4मा चाहिँ कुन कुरा ठिक छ हामीले चाहिँ पत्ता लगाउनु पर्छ। सुन्छ पत्ता लगाउने हो, क्रम पत्ता लगाउने हो। ल गा ना दा रा ल यसरी राख्दाखेरि ठिक हुन्छ अथवा गालाई पहिले त्यसपछि रालाई त्यसपछि दालाई नाराई यो राख्दा ठिक हुन्छ कि अनि रा गा ना दा गर्दा ठिक हुन्छ अथवा रा ना दा गा गर्दा ठिक हुन्छ। हामीले क्रम मिलाउनु पर्छ यो चारवटा मध्ये सबभन्दा बेस्टमा कुन मिल्छ भनेर। ल अब चाहिँ हामी यहाँनिर हेरौँ है कुन मिल्न जान्छ भन्ने कुरा। ल यो चारवटा मध्ये सबभन्दा बेस्ट चाहिँ अब हाम्रो कुन मिल्न जाला त्यो चाहिँ हेर्नुहोस्। ल सबभन्दा फर्स्टमा चाहिँ यो गा नै मिल्न जान्छ चारवटा मध्ये। छनुन म चाहिँ यहेङ्गुल खामेन भ्रमण गयो भने खिनेम फुमुल भनेको सम्झनाको चिनोको अनिवार्य साम्निदा किन्छु भनेको छ। यो पक्कै पनि 1 नम्बरमा यही मिल्न जान्छ चारवटा मध्ये। ल अब चाहिँ त्यसपछि चाहिँ कुन मिल्न जाला यो चारवटा मध्ये त्यो चाहिँ हामीले हेर्नुहोस् त। त्यसपछि चाहिँ हाम्रो यहाँनिर हेर्नुहोस् त यो राले के भनेको छ खिनेमफुम जुङेस
भनेको स्मृति अथवा सम्झनाको चिनो मध्येमा यहेङहान छाङसोए भ्रमण गरेको स्थलको खुरिमी इन्धन चित्र भएको खपुल कपलाई छुरो साम्निँदा प्राय किन्छु। यो चाहिँ हाम्रो पक्कै पनि सेकेन्डमा चाहिँ मिल्न जाला है। ल यो चाहिँ हाम्रो कति त सेकेन्डमा 2 नम्बरमा चाहिँ मिल्न जान सक्छ। ल यो चाहिँ एक, यो चाहिँ हाम्रो 2 भयो, ठिक छ। ल अब चाहिँ त्यसपछि यो मिलिसकेपछि कुन चाहिँ मिल्न जाला भन्दाखेरि यहाँनिर दा हेर्नुहोस् त, छिगम काजिनन् अहिलेसम्ममा चाहिँ युमिङहान भनेको लोकप्रिय खनमुल खृमिनन बिल्डिङको चित्र भएको खबुलमा अनि सासुएदा कप चाहिँ धेरै किने, यो चाहिँ 3 नम्बरमा मिल्न जाला। हामीले यसो पत्ता लगाउनुपर्छ कुन चाहिँ मिल्छ भनेर चाहिँ। अब यो चाहिँ 4 नम्बरमा मिल्छ। ठाउँ मिलन अर्को पटकमा चाहिँ सानिना फादा खुरिमेन, अर्को पटकमा चाहिँ पहाड अथवा समुद्रको चित्र भएको खबुल कपलाई सागो सुविधा किन्न चाहन्छु भनेर यो चाहिँ पक्कै पनि 4 नम्बर मिल्न जान्छ। ल अब हेर्नुहोस् त कुन छ। एकमा गा, यहाँनिर हेर्नुहोस्, 2मा चाहिँ रा, यो रा चाहिँ 2मा राख्दाखेरि मिल्ने हो, दा चाहिँ 3मा राख्दाखेरि मिल्ने हो, ना चाहिँ 4मा राख्दाखेरि मिल्ने हो। यसरी चाहिँ हाम्रो 2 नम्बर पत्ता लगाउनुपर्छ। सुन्छ हेर्ने कुन चाहिँ बेस्ट होला भनेर चाहिँ पत्ता लगाउने तपाईँहरूले चाहिँ प्र्याक्टिस चाहिँ गर्नुपर्छ है। ल यसरी चाहिँ पत्ता लगाउने छङ्दाबुन यी पनि हिँड्दा ठिक छ। ल अब चाहिँ हामी जाउँ 58 नम्बरमा। यही तरिकाले चाहिँ गर्ने है। 58 नम्बरमा के छ हेर्नुहोस् त, यहाँ पनि सुन्छ पत्ता लगाउने। पहिला सर र बुझाउँछु मैले। हेर्नुहोस् 2 नम्बरको लागि गाले के भन्छ, खृक्के हामेन सिलसिरुल छुरिल सुमिता, त्यसो गर्यो भने गल्तीलाई घटाउन सकिन्छ। अनि नाले के भन्छ, मिरी हाल इरुल, पहिले मिरी भनेको अग्रिम, हाल इरुल गर्नेवाला कामलाई सफुनन खत्तो लेखेर हेर्ने कुरा पनि छौन फाम्ब पेम्निदा भनेको राम्रो तरिका हो। र दाले के भन्छ, खेयुकुल, खेयुक भनेको योजना, खेयुकुल सेउजी आनको भनेको योजनालाई नबनाएर इरुल हामेन काम गर्यो भने छुच्ची आन्सुमिदा राम्रो हुँदैन। अब राले के भन्छ, इरुल हाल्ते काम गर्ने बेलामा सिलसुरुल छाजु हाल्सो गीते मुनिम्निदा भनेको छ इरुल हाल्ते काम गर्ने बेलामा गल्ती प्राय गर्ने भएको कारणले हो भन्छ। अब यो चाहिँ झिकझ्याक गरेर राखेको छ। हामीले पहिलो दोस्रो तेस्रो चौथो चाहिँ यसो क्रम चाहिँ मिलाउन सक्नुपर्छ है। ल सबभन्दा बेस्ट चाहिँ कुन होला हामीले चाहिँ हेर्नु पर्यो यहाँनिर। सबभन्दा बेस्ट चाहिँ हाम्रो के हुन सक्छ भन्दाखेरि, ल हेरौँ है। ल हेर्नुहोस् त, दामा चाहिँ सबभन्दा बेस्ट चाहिँ दा होला हाम्रो। किन भन्दाखेरि हेर्नुहोस् त, खेवैकुल खेयुक भनेको चाहिँ हाम्रो खेविक भनेको चाहिँ योजना, खेयुकुल योजनालाई सेउजी आनको नबनाएर इरुल हामेन छुच्ची आन्सुमिता, यो एकमा मिल्न जान्छ पक्कै पनि। ल हेर्नुहोस् है, ट्याक्कै मिलाउनु पर्छ। ल दा चाहिँ 1 नम्बरमा मिल्यो। ल योजना नबनाएर काम गर्यो भने राम्रो हुँदैन अरे। योभन्दा लगत्तै तलपट्टि के मिल्दा भन्दाखेरि यो रा भन्ने मिल्छ। हेर्नुहोस् त, इरुल हाल्ते काम गर्ने बेलामा सिलसुरुल छाजु हाल्सु गीते मुनि मिल्दा भनेको छ। किन भन्दाखेरि काम गर्ने बेलामा गल्ती प्राय हुने भएको कारणले हो रे। ल यो चाहिँ 2 मिल्छ। सबभन्दा फर्स्टमा चाहिँ के भन्यो, योजना नबनाएरै काम गर्ने कुरा राम्रो होइन भन्छ। किन भन्दाखेरि काम गर्ने बेलामा गल्ती चाहिँ प्राय हुने भएको कारणले हो भन्छ। यो चाहिँ 2 भयो। अब यसपछि चाहिँ हाम्रो के मिल्न जान्छ त्यो चाहिँ हेरौँ। यसपछि चाहिँ ना हेर्नुहोस् त, नाले के भन्छ, मिरी हाल इरुल, पहिले अग्रिममा चाहिँ हाल इरुल गर्नेवाला कामलाई सफुनन खत्तो लेखेर हेर्ने कुरा पनि छौन फाम्ब मिदा भनेको राम्रो तरिका हो। यो पक्कै पनि 3मा मिल्न जान्छ, यसरी पत्ता लगाउने। अब यो चाहिँ 4मा मिल्न जान्छ लास्टमा। लगाले के भन्छ हेर्नुहोस् त, खृक्के हामेन त्यसो गर्यो भने सिलसिरुल छुरिल सुविधा, यी कुराहरू गर्यो भने गल्तीलाई घटाउन सकिन्छ, कम गर्न सकिन्छ भन्छ। यसरी पत्ता लगाउने। ल फर्स्टमा 1 नम्बरमा मिल्यो हाम्रो दा। यो दा भन्ने कहाँ छ हेर्नुहोस् त, यहाँ पनि दा छ, यहाँ पनि दा छ होइन। त्यसपछिमा मिलेको कुन हो त हाम्रो भन्दाखेरि रा मिलेको हो नि त। दा पछि यहाँ गा छ, यहाँ दा पछि रा छ, दा पछि रा। त्यसपछि 3 नम्बरमा हाम्रो कुन मिलेको ना, 4मा कुन मिलेको गा। अब त्यसरी चाहिँ हाम्रो एन्सर चाहिँ 4 नम्बर हुन्छ। यसरी चाहिँ क्रम चाहिँ मिलाउने प्रयास गर्नुपर्छ तपाईँहरूले। यो 4-5 वर्षको चाहिँ सेटहरू चाहिँ प्र्याक्टिस गरियो भने मजाले चाहिँ क्रम मिलाउन सकिन्छ है। सुन्छ ल, त्यसैले छङदाबुन साबन हिँड्दा 4 नम्बर चाहिँ एन्सर हुन जान्छ। ल अब जाउँ हामी तलपट्टि। र यसरी 2वटा तपाईँको सुन्छ आउने गर्दछ इक्जाममा। 2वटा आइसकेपछि अनि अरू चाहिँ अब बाँकी यस्तो खालको प्याटर्नको क्वेसनहरू हेर्नुहोस् अब के भनेको छ, यसलाई चाहिँ प्र्याक्टिस गरौँ है।
ल हेर्नुहोस् त 59 र 60 नम्बर के भन्छ थाउमुल इल्गो तल पढेर मुरुमे थाबासिस्यो पढेको प्रश्नमा उत्तर दिनुहोस् भन्छ। ल यो पढ्ने प्यासेज यही प्यासेजको आधारमा 59 र 60 नम्बर चाहिँ हामीले पत्ता लगाउने। पहिला चाहिँ सर यो के भनेको चाहिँ हेरौँ है। छनुन म चाहिँ ठेकुक छिन्गु हागो थाइल्यान्डको साथीसँग इन्जु यक्सा फाङमुल ग्वाने खासुम्निदा भनेको छ। म चाहिँ थाइल्यान्डको साथीसँग इन्जुको ऐतिहासिक फाङमुलगवान भनेको सङ्ग्रहालयमा गएँ भन्छ। एक्सा भनेको के हो त इतिहास हो, ऐतिहासिक भन्न मिल्छ। सङ्ग्रहालयमा गरे। अब यहाँ डट गरेर राखेको छ ग गरेर। ल छिन्गुनुन साथी चाहिँ हान्गुक अरुल छात छाल मोत हाम्निदा साथीलाई चाहिँ कोरियन भाषा राम्रोसँग आउँदैन अरे। अनि यहाँनिर फेरि डट राखेको छ न भनेर। क्रान्ते तर खु फाङ्गुलगन हेनन् त्यो सङ्ग्रहालयमा चाहिँ वैगुक अरू विदेशी भाषामा सल्मेङ हे जुनन भनेको व्याख्या गरिदिने सबिसुगा असुम्निदा भनेको सेवा थियो रे। साथीले कोरियन भाषा राम्रोसँग जान्थेन, तर त्यो सङ्ग्रहालयमा चाहिँ विदेशी भाषामा चाहिँ व्याख्या गरिदिने सर्भिस पनि थियो रे। अनि फेरि यहाँको द गरेर डट गर्छ। छिन्गुनुन साथी चाहिँ हेगुक सल्मेङ सबिसुरुल भनेको छ। साथीले चाहिँ थाइल्यान्डको भाषाको सल्मेङ सबिसुरुल भनेको व्याख्या अथवा प्रणको सेवालाई सिन्छङ सुविधा भनेको निवेदन दियो, आवेदन दियो अरे। अनि यहाँनिर चाहिँ हेर्नुहोस् त फेरि डट गरेर र गर्छ। सल्मेङी स्विपको छेमी सस भनेको छ व्याख्या सजिलो र रमाइलो भएर छिन्गुगा छङमाल छोवा सुविधा भनेको छ साथीले साँच्चीकै मन परायो भन्छ। ल यति कुरा चाहिँ यहाँ भनेको छ। अब यो हेरेर चाहिँ 59मा के भनेको छ त्यो हेर्नुहोस् पहिले। 59मा औ मुन्जानी तलको प्रश्नमा थिरखाल भनेको जाने। तलको प्रश्नमा जाने खोसुरो ठाउँको रूपमा खाजाङ आल्माजुङ खसुल खुरुसिप्स्यो भनेको छ सबैभन्दा मिल्ने कुरा छान्नुहोस् भनेको छ। ल 2 नम्बरको लागि है। ल के भनेको छ पहिले पढौँ यहाँनिर हेर्नुहोस् त। के भन्छ छाम्सी हुए एकैछिन पछि ठेकुक सारामी वास थाइल्यान्डको मान्छे आएर ठेकुक अरू थाइल्यान्डको भाषाको रूपमा अथवा थाइल्यान्डको भाषामा यक्सारुल सल्मिङ हे जो सुम्निदा इतिहासको व्याख्या गरिदियो अथवा गर्यो रे। एकैछिन पछि थाइल्यान्डको मान्छे आएर थाइल्यान्डी भाषामा चाहिँ इतिहासको व्याख्या गर्यो भन्छ। ल अब यो कुरा जुन यो लाइन छ यो लाइन गमा फिट हुन्छ कि नमा फिट हुन्छ, दमा फिट हुन्छ या रमा फिट हुन्छ हामीले पत्ता लगाउने हो। यो लाइन चाहिँ यहाँ हेर्नुहोस् त ग न अनि त्यसपछि द र यो चारवटा मध्ये कहाँनिर चाहिँ यो लाइन फिट हुन्छ हामीले त्यो पत्ता लगाउने हो। ल हेर्नुहोस् मैले चाहिँ ठ्याक्कै देखाउँछु कहाँनिर फिट हुन्छ भन्ने हेरौँ। ल हेर्नुहोस् फेरि पढ्छु। ल भनौँ म चाहिँ थेगुक छिन्गु हागो थाइल्यान्डको साथीसँग इन्जु एक्सा इन्जुको ऐतिहासिक फाङ्गुल ग्वानेवास खासुम्निदा अनि यो सङ्ग्रहालयमा गए डडडट भनेको छ। अनि छिन्गुनुन साथी चाहिँ हान्गुक अरुल यो डडट भन्दा पनि ग भनेको छ यहाँनिर मिल्दैन हाम्रो एन्सर होइन गएँ। अनि चाहिँ साथी चाहिँ हान्गुक अरुल कोरियन भाषालाई छाल मोदामी त राम्रोसँग जान्दैन। अनि फेरि यहाँनिर छोडेर खुरन्दे तर खु फामुल ग्वान हेनन् त्यो सङ्ग्रहालयमा चाहिँ वैगुक अरू विदेशी भाषामा सल्मेङ हे जुनन भनेको व्याख्या गरिदिने सबिसुगा सुविधा सेवा थियो भन्छ। सेवा थियो। अनि फेरि यहाँनिर द भन्छ छिन्गुनुन साथी चाहिँ साथीले चाहिँ के गर्यो भन्दाखेरि ठेगुक सल्मेङ सबिसुरुल थाइल्यान्डको थाइल्यान्ड भाषाको चाहिँ व्याख्याको सेवालाई चाहिँ सिन्छङ सुविधा आवेदन दियो भन्छ। अब बल्ल यहाँनिर अब यो लाइन मिल्छ है यो र है यहाँनिर र ट्याक्कै आवेदन दियो अनि त्यसपछि यो लाइन मिल्छ। छाम्सी हुए एकैछिनपछि ठेगुक सारामी वास थाइल्यान्डको मान्छे आएर ठेगुक अरू थाइल्यान्डको भाषामा यक्सारुल इतिहासलाई सल्मिङ एजो सुविधा भनेको व्याख्या गरिदियो भनेर यहाँनिर ट्याक्कै यो लाइन मिल्छ। अनि सल्मेङी स्विपको छेमी सस व्याख्या सजिलो र रमाइलो भएर छिन्गुगा साथीले छौमाल साँच्चीकै छोवाए छोवाए सुविधा मन परायो भन्छ। ल यो लाइन चाहिँ ठ्याक्कै यो गमा पनि मिल्दैन, नमा पनि मिल्दैन, दमा पनि मिल्दैन, यो र भन्ने ठाउँमा ट्याक्कै फिट हुने भएको कारणले एन्सर चाहिँ हाम्रो 4 नम्बर हुन्छ। ठ्याक्कै हेर्ने कहाँनिर चाहिँ मिल्न जान्छ त्यो पत्ता लगाउने हो है। ल यसरी हेर्ने हो। ल छङदाबुन साबन हिम्निदा छ। यही तरिकाले अब 60 नम्बर चाहिँ हेरौँ तलपट्टि है। ल 60 नम्बरमा के भनेको छ अहिले माथि पढिहाल्नु भयो तपाईँहरूले है। ल 60मा के भन्छ हेर्नुहोस् त। उत खुरे भनेको छ माथिको हरफको नेउङ्गा खातुन खसुल खुरुसिस्यो विषयसँग सम्बन्धित कुरा मिल्ने कुरा छान्नुहोस् उस्तै कुरा छान्नुहोस् भन्छ 3 नम्बरको लागि है। ल
मिल्ने कुरा छन् नि। ल एकमा हेर्नुहोस् त, छे छिनगुनुन 한국 어를 잘합니다. मेरो साथीले कोरियन भाषा राम्रो जान्छ अरे हो त? जान्दैन भनेको छ नि त माथि, मिलेन एन्सर। 2 मा 태국어 थाइल्यान्डको भाषाको सल्मेमुन भनेको व्याख्या 조금 अलिकति 어려웠습니다 भनेको गाह्रो थियो रे। थाइल्यान्डको भाषाको चाहिँ जुन व्याख्या छ त्यो अलिकति गाह्रो थियो। गाह्रो थियो भनेको छ कि सजिलो थियो भनेको छ? सजिलो भनेको छ माथि प्यासेजमा हेर्नु होला। सजिलो र रमाइलो थियो भनेको चाहिँ मिल्दैन। अब चाहिँ 3 मा हेर्नुहोस् त, छे छिनगुनुन मेरो साथी चाहिँ थेगुकरो भनेको थाइल्यान्डको भाषामा सल्मेङुल थुरसोमिता भनेको व्याख्या सुन्यो ल। एन्सर 3 नम्बर। मेरो साथीले थाइल्यान्डको भाषामा व्याख्या सुन्यो हो नि त। थाइल्यान्डको भाषामा चाहिँ निवेदन आवेदन दिएर व्याख्या सुनेको हो। ल अब हेर्नुहोस् त के भन्छ छनुन म चाहिँ वेगुका सल्मिङ सबिसरुल मैले चाहिँ विदेशी भाषाको सल्मिङ सबिसरुल भनेको व्याख्याको सेवालाई सिन्छङ सुविधा भनेको आवेदन दिए। मैले दिएको हो त होइन, साथीले चाहिँ दिएको हो। थाइल्यान्डको भाषाको अथवा विदेशी भाषा भनेकै थाइल्यान्डको भाषा हो। ल त्यही भएर एन्सर चाहिँ हाम्रो ट्याक्कै 3 नम्बर मिलेको छ। छङदाबुन सामान्यविधा छ। ओके, यसरी चाहिँ गर्नुपर्छ। अब चाहिँ हामी ढिलो नगरी तलपट्टि जाऊँ। ल 61 र 62 मा के भनेको छ हेर्नुहोस् त। ल 61 र 62 मा के भन्छ? थाउमुलिलको तलब बढेर मुरुमे प्रश्नको चाहिँ प्रश्नमा चाहिँ थाहा भाषेसु उत्तर दिनुहोस् भन्छ। खाक साम इछम भनेको छ। प्रत्येकको 2 नम्बर भनेको छ है। ल 61 यो प्यासेज पढ्ने अनि यहीँबाट चाहिँ 61 र 62 चाहिँ हामीले एन्सर पत्ता लगाउने 2 नम्बरको लागि। ल मैले सरर पढ्छु हेर्नुहोस् है, माथिको जस्तै छ। छिनानचुए भनेको गत हप्तामा से सिक्ताङी नयाँ रेस्टुरेन्टको मुनुल यरसमिदा ढोका खुल्यो भन्छ। गत सप्ताहन्तमा नयाँ रेस्टुरेन्टको ढोका खुल्यो भन्नाले गत सप्ताहन्तमा नयाँ रेस्टुरेन्ट खुल्यो भन्न खोजेको, ओपनिङ भयो भन्न खोजेको। यी सिक्ताङेनन् यो रेस्टुरेन्टमा चाहिँ यर मोयाङे भनेको छ विभिन्न आकृतिको, मसिनन भनेको आकर्षक अथवा सुन्दर, खागुदुरी सुनिदा भनेको फर्निचरहरू छन् है। यो रेस्टुरेन्टमा विभिन्न आकृतिको होइन, विभिन्न प्रकारको विभिन्न आकृतिको सुन्दर के छन् त खागु भनेको फर्निचरहरू छन् भन्न खोजेको। यी खागुदुरुन यो फर्निचरहरू चाहिँ मोदु भनेको सबै सबै साजाङनिमी साउजीले मान्दन गसिन्ते बनाइएको कुरा भएर सुन्निमी पाहुनाले अथवा ग्राहकले सालसुदो सुविधा किन्न पनि सक्छन् रे। ल हेर्नुहोस् त, अब यो फर्निचरहरू चाहिँ सबै साउजीले आफै बनाएको कारणले गर्दाखेरि ग्राहकले किन्न पनि सक्छन् रे त्यो रेस्टुरेन्टबाट। छनुन म चाहिँ अझै हिजो थोङसेङ वा भाइसँग खु सिक्ताङे छौम खासुनिदा म चाहिँ हिजो भाइसँग त्यो रेस्टुरेन्टमा पहिलो पटक गएँ। ल अनि उरिनुन हामीले चाहिँ कत मोयाङ भनेको छ, कत भनेको फुल भन्न खोजेको, फुलको मोयाङ भनेको आकृति, फुलको आकारको अथवा फुलको आकृतिको, फुलको आकारको हेबुले टेबलमा अन्जास बसेर उम्सिकुल मगज सुमिता खाना खाए। हामीले चाहिँ फुलको आकारको अथवा फुलको आकृतिको टेबलमा बसेर चाहिँ खाना खायौँ रे। अनि फुन उइगी भनेको वातावरण, फुन उइगिदो छोकको वातावरण पनि राम्रो र उम्सिक्दो खाना पनि मासिस मिठो भएर उरिनुन हामी चाहिँ ठाउँमेदो अर्को पटकमा पनि, ठाउँमे भनेको अर्को पटकमा, तो भनेको फेरि होइन, अर्को पटकमा फेरि डडट गरेको छ। ल अब गा लेखेको छ। अब यहाँबाट हामीले एन्सर पत्ता लगाउनु पर्यो 61 मा के भन्छ हेर्नुहोस् त। यो ग ए भनेको छ, यो गमा यो गमा थिरखाल जाने माल्लो कुराको रूपमा खाजाङ आलमाजुन खसुल खुरुसिप्सियो सबैभन्दा मिल्ने कुरा छान्नुहोस्। यो ग भन्ने ठाउँमा चाहिँ के कुरा राख्दा बेस्ट हुन्छ? 1 2 3 4 यहाँबाट एन्सर पत्ता लगाउने भन्न खोजेको हो। ल हेर्नुहोस् पहिला के भनेको छ। गा एकमा खान खत खास सुन्निदा गएको जस्तो छ, खाल्सु अप्सुम्निदा जान सकिँदैन, खामेन आन्थेम्निदा गयो भने हुँदैन, खागिरो हेस्सुम्निदा भनेको जाने निधो गऱ्यौँ भन्ने अर्थ लगाउन सकिन्छ। ल अब के मिल्छ फेरि मैले एकचोटि तपाईँहरूलाई सरर पढ्छु, ध्यान दिएर सुन्नु होला है। ल छिनानचुए गत सप्ताहन्त गत हप्तामा होइन, सप्ताहन्त होइन हप्तामा, अब छुमाल भनेपछि सप्ताहन्त, यिनीहरू चाहिँ गत हप्ता भनेर पढ्नुहोस्। छिनानचुए गत हप्तामा से सिक्ताङी मुनुल यरसुमिदा नयाँ रेस्टुरेन्ट खुल्यो अथवा नयाँ रेस्टुरेन्टको ढोका खुल्यो। यी सिक्ताङेनन् यो रेस्टुरेन्टमा चाहिँ यर मोयाङे विभिन्न आकृतिको, विभिन्न आकारको मसिनन सुन्दर खागुदुरी सुनिदा फर्निचरहरू छन्।
यी खागुदुरुन यो फर्निचरहरू चाहिँ मोदु सबै साजाङनिमी साउजीले मान्दुन खसिन्ते बनाइएको भएर सोन्निमी क्राकले सालसुदो सुविधा किन्न पनि सक्छन्। छनुन म चाहिँ अझै हिजो थोङसेङ वा भाइसँग सिक्ताङे त्यो रेस्टुरेन्टमा छौँ खास सुविधा भनेको पहिलो पटक गएँ। उरिनुन हामी चाहिँ कत मोयाङ थे बोले भनेको छ हामी चाहिँ फुलको आकृतिको टेबलमा अन्जास बसेर उम्सिकुल मको सुविधा खाना खायौँ। फुन उइगिदो छोक्को वातावरण पनि राम्रो र उम्सिक्दो खाना पनि मासिसस मिठो अथवा स्वादिष्ट भएर उरिनुन हामी चाहिँ ठाउँमै अर्को पटकमा तो फेरि अब के भन्छ ट्याक्कै 4 नम्बर लगाउने होइन वातावरण पनि राम्रो थियो रे खाना पनि मिठो थियो रे होइन मिठो भएको कारणले हामी चाहिँ अर्को पटक फेरि के गर्यौँ त खागिरो यसो जाने निधो गर्यौँ हामीले चाहिँ अर्को पटक फेरि जाने निधो गर्यौँ भन्ने अर्थ लगाउन सकिन्छ जाने निधो गर्नु गएको नहुनु तर जाने निधो गर्नु अरू मिल्दैन खानखत खासुङ्दा गएको जस्तो छ हुँदैन खाल्सो असुविधा जान सकिँदैन भन्ने मिल्दैन खामेन आन्थमिदा गयो भने हुँदैन भन्ने मिल्दैन एन्सर 4 नम्बर ट्याक्क लगाउने खागिरो हेस्सुम निदा जाने निधो गर्यौँ भन्ने अर्थ लगाउन सकिन्छ छङदाबुन साबन इम्निदा छ अब चाहिँ हामी तलपट्टि जाउँ अब यही प्यासेजले 61 नम्बर त हामीले गर्यौँ 62 नम्बर पनि गर्नुपर्छ है ल हेर्नुहोस् 62 नम्बरमा के छ 62मा के भन्छ भन्दाखेरि उइतखुरे माथिको हरफको नेउङ्वा खातन खसल खोरिसुस्यो माथिको हरफको होइन विषयको सम्बन्धित कुरा अथवा विषय जस्तै कुरा छान्नुहोस् मिल्ने कुरा छान्नुहोस् भन्न खोजेको ठिक छ ल हेर्नुहोस् त एकमा के भन्छ छनुन म चाहिँ यी सिक्ताङे यो रेस्टुरेन्टमा ओरेन माने खासुमिदा लामो समयपछि गएँ रे ओरेन मान भनेको के हो त लामो समयपछि गएँ म चाहिँ यो रेस्टुरेन्ट लामो समयपछि गएँ हो त होइन यहाँनिर हेर्नुहोस् यहाँनिर के भनेको छ लामो समयपछि गएँ होइन यहाँनिर चाहिँ हाम्रो यहाँ हेर्नुहोस् त ए छनुन म चाहिँ अझै हिजो थोङसेङ्वा खु सिक्ताङे छौँ खासु पहिलो पटक गएको लामो समयपछि गएको होइन नि त पहिल्यै पटक गएको जीवनमा है ल यसरी एन्सर पत्ता लगाउनु पर्छ यो मिलेन अब दुईमा के भन्छ हेर्नुहोस् त दुईमा र दुईले के भन्छ छनुन म चाहिँ यी सिक्ताङे यो रेस्टुरेन्टको खागु रुल मान्दु र सुनिदा भनेको छ है मैले चाहिँ यो रेस्टुरेन्टको फर्निचरहरू बनाएँ हो त बनाएको हो त होइन नि त ऊ त कस्टमर भएर गएको अनि तिनीमा हेर्नुहोस् त यी सिक्ताङ एसनन यो रेस्टुरेन्टमा चाहिँ थे बुरुल साल्सो सुविधा यो रेस्टुरेन्टबाट चाहिँ टेबल किन्न सकिन्छ हो त टेबल किन्न पनि सकिन्छ खाना पनि खान सकिन्छ अनि फर्निचरहरू पनि किन्न सकिन्छ भनेको छ नि त ल एन्सर चाहिँ 3 नम्बर हुने भयो 4मा भने त यी सिक्ताङे यो रेस्टुरेन्टको खागुनुन फर्निचर चाहिँ मोदु सबै खातुन मोयाङ इम्निदा भनेको छ यो रेस्टुरेन्टको फर्निचरहरू चाहिँ मोदु सबै चाहिँ खातुन भनेको के हो त उस्तै उस्तै आकारको छन् उस्तै आकारको छ त होइन त विभिन्न आकारको विभिन्न भिन्न भिन्न आकारको छन् भनेर भनेको छ नि त हो ल यसरी पत्ता लगाउने एन्सर चाहिँ 3 नम्बर हुन्छ यी सिक्ताङ एसन न्यू रेस्टुरेन्टमा चाहिँ थे बुरुल टेबललाई 700 सुविधा किन्न सकिन्छ छङदा सामान्य विधा छ यही तरिकाले चाहिँ हामीले पत्ता लगाउनु पर्छ ल बुझिहाल्नु भयो होला यो प्यासेज फेरि पढ्ने फेरि तलपट्टि हेर्नु होला ल अब चाहिँ हामी ढिलो नगरी चाहिँ 66 नम्बरमा है कति 66 नम्बरमा 66 कति 63 नम्बरमा सरी ल अब चाहिँ हामी 63 नम्बरमा 62 छ अब चाहिँ 63 ल ल 63मा के भनेको छ त्यो हेर्नु है 63 र 64 के भन्छ भन्नु त थाउमुले इलको तल पढेर मुरुमे प्रश्नमा थाहा भाषे स्यो उत्तर दिनुहोस् भन्छ ठिक छ ल के छ अब यहाँनिर चाहिँ यो सर्च गरेको छ होइन यहाँ के लेखेको छ हेर्नु त खेसीफान भनेको छ होइन अब यो खेसीफान भनेको सूचना बोर्ड भन्न खोजेको सूचना बोर्ड भनेको हो खेसीफान सूचना बोर्ड अनि यहाँनिर यो खोङ्जी साहाङ भनेको छ यो सूचनाको विवरण भन्न खोजेको है सूचनाको विवरण अनि मुतको थाहाभागी भनेको छ सोधेर उत्तर दिने भन्न खोजेको यो अनि यो छेमुक लेखेको छ छेमुक भनेको शीर्षक भन्न खोजेको विषय अथवा शीर्षक शीर्षक के रहेछ भन्दाखेरि छङफाजिरुल छुमुन हेस्सयो छङफाजी भनेको जिन्स प्यान्ट अर्डर गरेँ भन्ने यसको चाहिँ विषय रहेछ जिन्स प्यान्ट अर्डर गरेँ ल के भनेको छ हेर्नुहोस् त सर र पढौँ 안녕하세요 नमस्कार
इथुल छने इथुल भनेको 2 दिन है। हारु भनेको 1 दिन, इथुल भनेको 2 दिन। इथुल छने 2 दिन अघि इ इन्टरनेट सोपिङ मल हेस यो इन्टरनेटको सपिङ मलबाट छङफाजिरुल छुमुन यसोनिदा जिन्सको प्यान्ट अर्डर गरेँ अथवा गरेको थिएँ। छेगा मैले छुमाले यहेङ्गुल खानन्ते मैले चाहिँ सप्ताहन्तमा भ्रमण जानुपर्ने भएकोले ख ओसुल इबुमेन छोके सुमिदा त्यो लुगा लगायो भने राम्रो हुने थियो भन्छ। होइन, नमस्कार, मैले चाहिँ 2 दिन पहिले चाहिँ यो इन्टरनेट सपिङ मलबाट चाहिँ जिन्स प्यान्ट अर्डर गरेको थिएँ। म चाहिँ सप्ताहन्तमा भ्रमण जाने भएको कारणले त्योवाला कपडा चाहिँ लगाउन पाएको भए राम्रो हुन्थ्यो भन्छ है। अनि छुमुनहान ओसुल अर्डर गरेको कपडा अन्जेचुम कहिलेसम्म फादुची शुल्कायो पाउन सकिन्छ होला भनेर सोध्छ। मैले अर्डर गरेको कपडा चाहिँ कहिलेसम्म पाउन सकिन्छ होला? ल हेर्नुहोस् त, 24 सेन्टए छन्वा हेन्नन्ते 24 सेन्टमा फोन गरेको थिएँ तर आनफादास यगिए खुरुल सुम्निदा फोन नउठेको कारणले यहाँ चाहिँ यो खुल लेख्दैछु अथवा हरफ लेख्दैछु अथवा नोटिस लेख्दैछु भन्नु खोजेको होइन। थाप फुताक थिरुमिदा, थाप भनेको उत्तर, फुताक थिरुमिदा भनेको उत्तर दिन हुन अनुरोध छ भनेको। ल, यति कुरा भएको छ। अब यहाँनिर चाहिँ अब के कुरा मिल्छ त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्छ। ल, तलपट्टि जाउँ। ल हेर्नुहोस् त, ल फेरि मैले तपाईँलाई सरर एकचोटि भनिदिन्छु है। हेर्नुहोस् त, यहाँनिर खेसीपान भनेको सूचना बोर्ड भइहाल्यो, भनिहालेँ मैले होइन। त्यो सूचनाको विवरण भनिहालेँ, सोधेर उत्तर दिने भनिहालेँ। छेमुक भनेको विषय, विषय चाहिँ छङफाजिरो छुमुनिसय भनेको जिन्सको प्यान्ट अर्डर गरेँ। ल हेर्नुहोस् त, आनेगासियो नमस्कार, इथुल छने 2 दिन अगाडि यी इन्टरनेट सपिङ मल छ यो इन्टरनेट सपिङ मलबाट छङफाजिरुल छुमुने सुमिदा जिन्सको प्यान्ट अर्डर गरेको थिएँ। छेगा मैले छुमाले सप्ताहन्तमा यहेङ्गुल खानन्ते भ्रमण जाने भएकोले ख ओसुल इबुमेन छोके सुमिदा त्यो कपडा लगायो भने राम्रो हुने थियो। छुमुनान ओसुल अर्डर गरेको कपडा अन्जेचुम फादुल सुइसुल्काए कहिलेसम्म पाउन सकिन्छ होला? 24 सेन्टय छनवा हेर्नन्ते 24 सेन्टमा फोन गरेको थिएँ तर आनफादा सब एगिए खुरुल सुमिदा फोन नउठेर यहाँ चाहिँ यो हरफ लेख्दैछु। थाप फुताक थोरी मिल्दा भनेको छ कृपया उत्तर दिनु होला भन्छ। ल अब के कुरा मिल्छ हेर्नुहोस् त, 63मा वे किन, ल प्रश्न पढ्नुहोस् पहिला मजाले। वे किन विथ खुरुल माथिको हरफ अनि सन्नन्जी लेखिएको हो मान्नन खसुल खोरु सिप्सियो मिल्ने कुरा छान्नुहोस्। किन यो माथिको हरफ चाहिँ लेखिएको हो मिल्ने कुरा छान्नुहोस् भन्छ। ठिक छ, ल किन लेखिएको हेरौँ तलपट्टि। ल एकमा हेर्नुहोस् त के भनेको छ, थारुन छङफाजिरुल फाकुरेगो भन्छ। हेर्नुहोस् त, अब यहाँनिर मिल्छ त हाम्रो। थारुन भनेको अर्को जिन्स प्यान्ट फाकुरेको परिवर्तन गर्ने विचारले, अर्को जिन्स प्यान्टको रूपमा परिवर्तन गर्ने विचारले हो त, जिन्स प्यान्ट साट्ने विचारले हो त होइन। ल 2मा हेर्नुहोस्, छङफाजी छुमुनुल छिसो हारेको, अब यो छिसो हार्दा भनेको क्यान्सल गर्नु, रद्द गर्नु भन्ने अर्थ लाग्छ होइन। जिन्स प्यान्टको अर्डरलाई रद्द गर्ने विचारले लेखेको हो त होइन। 3मा छङफाजिए खाप्सुल वागिन हारेको, यो खाप भनेको मूल्य, जिन्स प्यान्टको मूल्य चेक जाँच गर्ने विचारले लेखेको हो त होइन। अब त्यसो भए 4 नम्बर एन्सर होला। हेर्नुहोस् त, छङफाजी थोचाक नाल्चारुल मुर फोर्याको, छङफाजी भनेको चाहिँ जिन्स प्यान्टको, थोचाक भनेको थोचाका त आइपुग्नु, थोचाक नाल्चारुल भनेको पुग्ने मितिलाई मुर फोर्याको भनेको सोधी हेर्ने विचारले, जिन्स प्यान्ट चाहिँ कहिले आइपुग्छ भन्ने मिति सोध्ने विचारले चाहिँ यो फुल यो हरफ लेखिएको हो। यसरी चाहिँ हामीले पत्ता लगाउन सक्नु पर्छ है। ल यसरी चाहिँ छङ्दाबुन साबन हिँड्दा छ। त्यसो भए अब चाहिँ हामी तलपट्टि जाउँ, यही पढेर चाहिँ 64 नम्बर पनि मिलाउनुपर्छ। यही माथिकै कुरा पढेर 63 र 64 दुईवटा कुरा हो। ल हेर्नुहोस् त के भन्छ, उहित कुरे माथिको हरफको नेउङ्गा खातुन फसुल फोरुसिसियो भनेको विषय जस्तै कुरा छान्नुहोस् होइन, मिल्ने कुरा छान्नुहोस् भन्छ 3 नम्बरको लागि। ल एकमा के भनेको छ हेर्नुहोस् त, छनुन म चाहिँ मोगोइले यहेङ्गुल खाम्निदा म चाहिँ बिहिबारमा भ्रमण जान्छु हो त, बिहिबारमा भ्रमण जाने हो होइन नि त। हेरौँ त कहाँनिर कहिले जाने भ्रमण भनेको छ अहिले, इ यहाँनिर कहिले भ्रमण जाने भनेको छ भन्दाखेरि यहाँ हेर्नुहोस्, कता गएछ एकैछिन है। म चाहिँ छुमालमा भ्रमण जान्छु भनेको छ। छुमाल भनेको के हो, शनिबार र आइतबार हो नि त। शनिबार र आइतबार भ्रमण जाने हो है, बिहिबार चाहिँ जाने होइन। यसरी पत्ता लगाउने। ल 1 नम्बर चाहिँ मिलेन। अब चाहिँ 2 नम्बरमा हेर्नुहोस्, ल म चाहिँ बिहिबारमा भ्रमण जान्छु,
मिलेन। दुईमा के छ छनुन म चाहिँ ओनुल आज 이 청바지를 샀습니다. मैले चाहिँ आज यो जिन्सको प्यान्ट किने आज किनेको हो त आज किनेको होइन है कहिले किनेको हेर्नुहोस् यहाँनिर भनेको छ हामीले ठ्याक्कै पत्ता लगाउनुपर्छ सजिलो छ इथुल छने यी इन्टरनेट सपिङ मलेसिया सौपाजीहरू सुन्ने सुविधा 2 दिन अगाडि किनेको हो नि त 2 दिन अगाडि किन्दा पनि नआइपुगेको भन्न खोजेको 2 दिन है इथुल भनेको 2 दिन त्यस कारणले गर्दाखेरि यो मिलेन ल अब जाउँ 3 नम्बरमा 3 नम्बर के छ छनुन इन्टरनेट सपिङ मल에서 이 옷을 샀습니다. मैले चाहिँ इन्टरनेट सपिङ मलबाट यो लुगा किने हो त इन्टरनेट सपिङबाट किने भन्दैछ होइन एन्सर चाहिँ 3 नम्बर लगाउन सकिन्छ अब 4मा हेर्नुहोस् त छनुन 서비스 센터에 전화할 적이 없습니다 भनेको छ मैले चाहिँ 서비스 센터에 यो सर्भिस सेन्टरमा चाहिँ छनवाहान जगी अप्सुविधा भनेको फोन गरी हेरेको अनुभव छैन भन्नाले मैले सर्भिस सेन्टरमा फोन गरेको छैन भन्न खोजेको हो त होइन फोन त गरेको छ नि त है ल यहाँ हेर्नुहोस् त यहाँनिर भनेको छ सर्भिस सेन्टरए छनवा हेर्नुहुन्थ्यो फोन त गरेको रहेछ नि त नउठेको पो हो नि त हो त्यही भएर चाहिँ एन्सर मिलेन सबभन्दा बेस्ट एन्सर चाहिँ हाम्रो कति नम्बर छ त ल हेर्नुहोस् यो 3 नम्बर चाहिँ बेस्ट एन्सर हुन्छ ठिक छ ल 3 नम्बर चाहिँ बेस्ट एन्सर मैले चाहिँ इन्टरनेट सपिङ मलबाट यो कपडा किनेको हो यो प्यान्टलाई किनेको हो नि त कपडा छा सङ्दाबुन साम्बनिमिता ओके ल अब चाहिँ ढिलो नगरी हामी छौँ 65 र 66 नम्बर चाहिँ हल गरौँ है ल 65 र 66 नम्बर के छ सर र हेरौँ पहिले है अँ, ल हेरौँ त के भन्छ 65 66मा थाउमुलेको तल पढेर मुरुमे प्रश्नमा थाहा भाषी उत्तर दिनुहोस् भन्छ ल अघिको जस्तै आयो यो गमा चाहिँ मिल्ने कुरा भन्ने छ ल सर र पहिला मैले चाहिँ पढ्छु ध्यान दिएर हेर्नु होला है मेल हरेक दिन माझिमाग भनेको अन्तिम हरेक ए सरी मेल होइन मेवल है मेवल भनेको हरेक महिनाको माझिमाग अन्तिम हप्ताको हप्ताको सुवेइले बुधबारमा इन्जु सिछङ आफेसनन इन्जु सिटी हलको अगाडि चाहिँ छेगुल इल्कुप सिधा रानुन भनेको छ हेर्नुहोस् त हरेक महिनाको अन्तिम हप्ताको सुयल भनेको बुधबारमा इन्जु सिछङको अगाडि चाहिँ छेगुल इल्कुप सिधा किताब पढौँ रानुन भन्ने हिंसारुल कार्यक्रम हामीदा गरिन्छ अरे यी हिंसानन यो कार्यक्रम चाहिँ यहाँनिर चाहिँ ग राखेको छ डडट सारामदुलेगे मानिसहरूमा चाहिँ इन्गिगा मानसुविधा लोकप्रियता धेरै छ यो कार्यक्रम चाहिँ मानिसहरूमा लोकप्रिय धेरै छ सेरो नाउँ नयाँ आएको छेगुल किताबलाई खगेङ हालसुदैको भनेको अवलोकन पनि गर्न सकिने र छागिगा भनेको छ आफूले इल्गुन पढेको छेगुल किताबलाई थारुन सारामेगे अरू मानिसहरूलाई सागे सस्तो गरी फाल्सुदो सुविधा बेच्न पनि सकिन्छ अरे नयाँ आएको किताबहरूलाई अवलोकन गर्न सकियो पढ्न सकियो र आफूले पढेको किताबहरूलाई अरूलाई बेच्न पनि सकियो अरे है ल त्यसै गर्दा यु मेङहान भनेको लोकप्रिय लोकप्रिय छाक्का यो छाक्का भनेको के हो भन्दाखेरि लेखक है लेखक छाक्का किताब लेख्ने मान्छेलाई सम्पादक लेखक भनौँ न अँ, छाक्का वा इन्सारल नानु नुन भनेको छ होइन लोकप्रिय अनि चाहिँ यो हाम्रो लेखकसँग होइन लोकप्रिय लेखक राइटरसँग इन्सारुल नानुनन् भनेको चाहिँ यो इन्सा भनेको के हो त अभिवादन अभिवादन आदान प्रदान गर्ने अथवा बाँड्ने प्रोग्राम प्रोग्राम पनि सुविधा छ अथवा हुन्छ हेङ्साए थानेवास अब यो कार्यक्रममा चाहिँ आएर निक्किन खसुल अनुभव गरेको कुरालाई होमपेजे सुमेन होम पेजमा लेख्यो भने सन्मुल्दो फादुल सुई सुविधा उपहार पनि पाउन सकिन्छ भनेको छ ल पहिला चाहिँ 65 नम्बरमा हेरौँ त्यसपछि माथिबाट फेरि मैले तपाईँहरूलाई पढाएर सुनाइदिइहाल्छु ल 65मा के भनेको छ यो गमा भनेको छ यो गमा भनेको यहाँनिर यहाँनिर है यहाँनिर थुरखाल जाने माल्लो कुराको रूपमा खाजाङ आल्माजुन सबैभन्दा मिल्ने कसुर कुरालाई कोर्सेप्सियो छान्नुहोस् यो ग भन्ने ठाउँमा यो चारवटा मध्ये के कुरा चाहिँ मिल्न जाला त त्यो छान्नुहोस् भनेको छ ल एकमा हेर्नुहोस् त छाम्गा फिगा सा स भनेको छ छाम्गा होइन छाम्गा भादा भनेको उपस्थित हुनु है अनि फी भनेको शुल्क उपस्थित शुल्क है ल उपस्थित शुल्क सास सस्तो भएर प्रोग्रामी थायङ हेस भनेको छ प्रोग्राम चाहिँ विभिन्न भएर धेरै प्रकारको भएर
है। यो थाइङ आधा भनेको धेरै प्रकारको हुनु, विविध हुनु भन्ने अर्थ लाग्छ। प्रोग्राम विविध भएर धेरै प्रकारको भएर, छिबेस हाल्सु इसस घरबाट गर्न सकिने भएर, छुमाले खाल्सु इसस सप्तान्तमा जान सकिने भएर, यो चारवटा मध्ये बेस्ट एन्सर के हुन्छ त्यो पत्ता लगाउनुपर्छ। मैले तपाईँहरूलाई फेरिबाट माथिबाट चाहिँ पढेर सुनाउँछु, ध्यान दिएर सुन्नु होला है। ल हेर्नुहोस् त, मेहुल हरेक महिनाको माझीमाग भनेको अन्तिम भनेको, हरेक महिनाको अन्तिम छु हप्ता, हरेक महिनाको अन्तिम हप्ताको सुयोइले बुधबारमा इन्जु सिछङ आफेसनन इन्जु सिटी हलको अगाडिमा चाहिँ छेगुल इल्गुप्सिदा किताब पढौँ रानुन् भन्ने हेङसारुल कार्यक्रमलाई हामीदा गरिन्छ अरे। यी हेङसानुन यी हेङसानुन यो कार्यक्रम चाहिँ अब के मिल्ला, यी हेङसानुन यो कार्यक्रम चाहिँ 3 नम्बर लगाउने हुन्छ है। ल, यी हेङसानुन यो कार्यक्रम चाहिँ सरी 3 नम्बर हुँदैन यहाँनिर है। यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ 2 नम्बर लगाउनु पर्यो बेस्ट एन्सर है। ल 2 नम्बर, ल हेर्नुहोस् त, यी हेङसानुन यो कार्यक्रम चाहिँ ठ्याक्क 2 नम्बर एन्सर लगाउने प्रोग्रामी थायङ हेस भनेको छ। यो कार्यक्रमको प्रोग्राम चाहिँ थायाङ हेस भनेको विभिन्न प्रकारको भएर अथवा विविध प्रकारको भएर सारामदुरेगे मानिसहरूमा चाहिँ यिनका मान्छेहरू लोकप्रिय धेरै छ भन्नु पर्यो। यसरी लगाउनु पर्यो एन्सर, यसरी चाहिँ पत्ता लगाउनुपर्छ, अरू मिल्दैन है। ल हेर्नुहोस् त, अब यो कार्यक्रमको चाहिँ यो उपस्थित शुल्क सस्तो भएर, घरमा गर्न सकिने भएर, सप्तान्तमा जान सकिने हुँदैन, 2 नम्बर एन्सर लगाउने है। ल हेर्नुहोस् त, सेरो नाउन भनेको नयाँ आएको छेगुल किताबलाई खुगेङ हालसुदैको अवलोकन पनि गर्न सकिने र होइन, अनि छागिगा इल्गुन आफूले पढेको छेगुल किताबलाई थारुन सारामेगी अरू मानिसलाई सागे सस्तो गरी फाल्सुदो सुविधा बेच्न पनि सकिन्छ अरे। ठिक छ। ल, युमेङहान छाक्कावा भनेको छ प्रसिद्ध लोकप्रिय लेखकसँग इन्सारुल नानुनुन भनेको अभिवादन आदान प्रदान गर्ने फुरेग्रामदो सुविधा प्रोग्राम पनि हुन्छ। हेङसाए थानेवास कार्यक्रममा चाहिँ आएर निक्किन खसुल भनेको के हो त भन्दाखेरि अनुभव गरेको कुरालाई, महसुस गरेको कुरालाई होम पेजमा सुमेन लेख्यो भने सन्मुल्दो उपहार पनि फादुल सुविधा प्राप्त गर्न सकिन्छ। ल, अब यहाँनिर चाहिँ 2 नम्बर एन्सर भइहाल्यो 65 को छङदाबुन इबन निमिदा। अब तल चाहिँ हामीले अर्को एन्सर पत्ता लगाउनु पर्यो है। 66 नम्बरको एन्सर पनि पत्ता लगाउन सक्नु पर्यो। ल के भनेको छ त्यो चाहिँ हेरौँ है। ल हेर्नु त, विथ खुरे माथिको हरफको नेउङ्गा खातुन विषय जस्तै खसुल कुरालाई कसरी छान्नुहोस्, माथिको हरफमा मिल्ने कुरा छान्नुहोस्। ल एकमा हेर्नुहोस् त, यी हेङसाए इन्नन यो कार्यक्रममा भएको छेगुन किताब चाहिँ मोदु ओरेथैन छेकिमिदा भनेको छ। यो कार्यक्रममा भएको किताब चाहिँ सबै ओरेथैन भनेको पुरानो भन्न खोजेको कि, ओरेथैदा भनेको लामो समय हुनु, पुरानो हुनु भन्न खोजेको। पुरानो किताब ओरे हो त, पुरानो किताब मात्रै हो त, नयाँ किताब पनि आउँछ भनेको छ त यहाँनिर है। ल हेर्नुहोस् यहाँ, यो हेर्नुहोस् त, यहाँ यी सेरो नाउनन छेगुल खुगेङ हाल्चुदैको नयाँ किताब पनि पढ्न सकिन्छ भन्दैछ भनेपछि सबै किताब पुरानो हो भन्न मिल्छ, मिल्दैन। ल त्यसरी पत्ता लगाउने हो। र 2 मा के छ हेर्नु त, यी हेङसानुन यो कार्यक्रम चाहिँ इन्जु सिछङ एस हानदाल तोङ्गान हाम्निदा, यो कार्यक्रम चाहिँ इन्जु सिछङ एस इन्जु सिटी हलमा हानदाल तोङ्गान हाम्निदा 1 महिनाको अवधिभर गरिन्छ हो त होइन। यहाँनिर हेर्नुहोस्, इन्जु सिछङमा त गरिने हो ठिक छ, तर कहिले गरिने हो, हरेक महिनाको अन्तिम बुधबारमा मात्र गरिने हो। हरेक महिनाको अन्तिम बुधबारमा मात्र कार्यक्रम गरिने हो। यसले के भन्छ, यो कार्यक्रम चाहिँ इन्जु सिछङको चाहिँ 1 महिनाको अवधिभर 1 महिनाभरि गरिन्छ होइन, महिनाको 1 दिन मात्रै गरिने हो है। ल 2 नम्बर पनि मिल्दैन। यही तरिकाले हामी जाउँ 3 नम्बरमा। ल 3 नम्बर हेर्नु त, यी हेक्साएसनुन यो कार्यक्रममा चाहिँ युमेङहान लोकप्रिय छक्कारुल, छक्का भनेको के हो त, लेखकलाई मान्नाल सुइसुविधा भेट्न सकिन्छ। ल 3 नम्बर भइहाल्यो एन्सर, यहाँनिर भनेको छ त है। ल लोकप्रिय लेखकहरूलाई चाहिँ अभिवादन आदान प्रदान गर्ने कार्यक्रम पनि हुनसक्छ भनेको अर्थ के हो त, यो कलाकारलाई पनि भेट्न सकिन्छ अथवा लेखकलाई भेट्न सकिन्छ। यी हेङसाएसनुन यो कार्यक्रममा चाहिँ युमेङहान लोकप्रिय छक्कारुल लेखकलाई मान्नाल सुइसुविधा भेट्न सकिन्छ। ल यी हेङसाई यो कार्यक्रममा छामगाहान भनेको सहभागी भएको, उपस्थित भएको, मोदुन भनेको सबै साराम एगेरन मानिसलाई सन्मुलो छुमिदा उपहार दिइन्छ अरे। यो कार्यक्रममा उपस्थित भएको सबै मान्छेलाई चाहिँ पुरस्कार दिने हो त होइन, कसलाई कसलाई दिने हो हेर्नुहोस् त,
이 행사에 다녀와서 느낀 것을 홈페이지에서 सुमेन भनेको छ। कार्यक्रममा आएर जुन त्यहाँ अनुभव भएको कुरालाई होमपेजमा चाहिँ लेख्यो भने मात्रै, होमपेजमा लेख्यो भने मात्रै उपहार पाउने हो, सबैले चाहिँ पाउने होइन। ल यसरी पत्ता लगाउने छङ्गाबुन साम्बनिविदा छ। ल अब हामी ढिलो नगरी तलपट्टि गइहालौँ है। ल अब 67 र 68 नम्बर चाहिँ के छ हेर्नुहोस् त। ल छ ल 67 र 68 ठाउँ मूल्यको तल पढेर र मुरुमे प्रश्नमा थाहा पाएपछि उत्तर दिनुहोस्। प्रत्येकको 3 नम्बर भनेको छ। ल हेर्नुहोस्, छैगुन भनेको आजभोलि, हालसालै। थुक्पेलहान भनेको विशेष अरिनी, अरिन भनेको के हो त? केटाकेटी, बच्चा। केटाकेटीले उसानी नाउँ सुन्दा केटाकेटीको चाहिँ छाता आएको छ अरे। हालसालैमा चाहिँ विशेष अरिनी भनेको बच्चाहरूको लागि चाहिँ उसान भनेको छाता नावा सुविधा भनेको आएको छ अरे। विशेष खालको छाता आएको छ बच्चाहरूको लागि। यी उसानुल यो छातालाई फेमेन भनेको खोल्यो भने, यो छातालाई खोल्यो भने उइचोक यसो भनेको माथितिरबाट यो फिजी नाम लिँदा भनेको चाहिँ किरण आउँछ, प्रकाश आउँछ, उज्यालो आउँछ, जे भन्दा पनि हुन्छ। यो छातालाई खोल्यो भने माथिपट्टिबाट उज्यालो आउँछ अथवा प्रकाशको किरण आउँछ। खुरीको हनी सोनजाबिए भनेको ह्यान्डल, सोनजाबी भनेको ह्यान्डल है। ह्यान्डलको फतनुल बटनलाई नुरुमे थिच्यो भने नोरेत सोरीगा नाम लिँदा भनेको चाहिँ गीतको आवाज आउँछ अरे। ल हेर्नुहोस् त, यो खालको छाता चाहिँ खोल्यो भने माथिबाट प्रकाशको किरण आउँछ, उज्यालो। अनि ह्यान्डलको बटन थिच्यो भने के आउँछ अरे? गीतको आवाज बज्छ अरे। इरखे यसरी, अब यो ग भन्ने चाहिँ यहाँनिर डडट राखेको छ। यसरी आइदुरी छोआ आम्निदा भनेको छ आइडलहरूले के गर्छन् त? आइदुल है, आइदुल आइडल होइन, आइदुल भनेको बच्चाहरूले भन्न खोजेको। ल यसरी चाहिँ बच्चाहरूले के गर्छन् त? मन पराउँछन् भन्न खोजेको। ल अब त्यसपछि जाउँ हामी। फुतुङ प्राय उसानुल सुमेन प्राय चाहिँ छातालाई सुमेन भनेको प्रयोग गर्यो भने, ओढ्यो भने, छातालाई ओढ्यो भने आइगा छाल आन्फोइनन्ते भनेको चाहिँ बच्चाहरू राम्रोसँग देखिँदैनन्। तर यी उसानुल सुमेन यो छाता ओढ्यो भने आइगा भनेको बच्चा अदिए इन्नन्जी कहाँ छ भनेर सुइपके हाल्सु सुविधा सजिलै गरी थाहा पाउन सकिन्छ अरे। अरू खालको छाताहरू ओढ्दाखेरि बच्चा चाहिँ देखिँदैन रे, यो खालको छाता ओढ्दाखेरि बच्चा कहाँ छ भन्ने कुरा सजिलै चाहिँ थाहा पाउन सकिन्छ। किन? बटन थिच्यो भने चाहिँ यहाँ चाहिँ अब सङ्गीत बज्छ अरे, अनि चाहिँ उज्यालो हुन्छ अरे भनेको छ नि त। त्यो साथै थिनथिन यस्ता भनेको बलियो भएर होइन, मजबुत भएर ओरे सुलसुई सुन्दा भनेको लामो समयसम्म प्रयोग गर्न सकिन्छ, खुरेछ। त्यसैले थारुन उसान पोदा अरू छाताभन्दा चोम अलिकति फिस्साजिमान महँगो भए तापनि इन्गिगा सुविधा लोकप्रियता धेरै छ। ल पहिला चाहिँ 67मा हेरौँ के भनेको छ, अनि फेरि मैले माथि तपाईँहरूलाई एकचोटि पढेर सुनाइहाल्छु। यो गमा चाहिँ थुरकाल जाने माल्लो कुराको रूपमा खाजाङ आल्माजुन सबैभन्दा मिल्ने खसल कुरालाई खुरुसिप्से छान्नुहोस् भन्छ। यो ग भन्ने ठाउँमा चाहिँ एउटा, दुईटा, तिनटा, चारवटा मध्ये कुन कुरा फिट हुन्छ त्यो चाहिँ हामीले पत्ता लगाउनु पर्ने हो। ल हेर्नुहोस् के छ पहिला हेर्नुहोस् त। एकमा के भनेको छ, फितक्वा सोरिगा नानीगा भनेको छ। किरण होइन, फित भनेको प्रकाशको किरण, प्रकाश र सोरिगा भनेको आवाज नानीका आउने भएको कारणले यर सेक्काल्लो विभिन्न कलरको रूपमा फेन हानिका परिवर्तन हुने भएको कारणले एप्पुन खुरिमी इस्सुनिका भनेको सुन्दर तस्विर भएको कारणले खुगिवा मुगेगा छत्ताङ हानिका, खुगी भनेको साइज है, साइज र मुगे भनेको तौल है, साइज र वेट चाहिँ छत्ताङ हानिका भनेको उपयुक्त हुने भएकोले, उचित हुने भएकोले अथवा सन्तुलित हुने भएकोले जे भन्दा पनि हुन्छ। ल अब यहाँनिर चाहिँ प्रकाशको किरण र आवाज आउने भएकोले, धेरै कलरको रूपमा परिवर्तन हुने भएकोले, सुन्दर चित्र भएको कारणले, अनि चाहिँ साइज र वेट उपयुक्त हुने भएको कारणले अब कुन कुरा मिल्छ त्यो चाहिँ पत्ता लगाउनु पर्छ। ल फेरि मैले पढेर तपाईँहरूलाई चाहिँ सुनाउँछु, ध्यान दिएर हेर्नु होला है। ल हेर्नुहोस् त, छैगुन हालसालैमा आजभोलि थुक्पेलहान भनेको विशेष अरिनी भनेको के हो त? बच्चा। विशेष बच्चाको लागि उसानी नावा सुविधा छाता आएको छ। यी उसानुल फेमेन यो छातालाई खोल्यो भने उही चोक यस माथितिरबाट फिजी नाम लिँदा भनेको किरण आउँछ, प्रकाशको किरण आउँछ, उज्यालो आउँछ भन्दा पनि हुन्छ। खुरीको हनी सोन्जाबिए भनेको ह्यान्डलको फतनुल बटनलाई नुरुमेन थिच्यो भने नोरेत सोरिगा नाउनिदा सङ्गीतको अथवा गीतको आवाज नाउनिदा आउँछ। इरके यसरी, यसरी अब यो दुइटा आउँछ भने चाहिँ पक्कै पनि एन्सर 1 नम्बर होला नि त। हो, यो पनि आउँछ त्यो पनि आउँछ भनेपछि
फितका सोरीका नानीका भन्नु पर्यो नि त हामीले यसरी पत्ता लगाउनु पर्यो कि यहाँ किरण भन्दैछ यहाँ आवाज भन्दैछ होइन यहाँ आवाज भन्दैछ यसरी प्रकाशको किरण र सोरीका नानीका भनेको आवाज आउने भएको कारणले भनेर लाग्नु पर्यो आई दोरी भनेको बच्चाहरूले छुवा हाम्दा मन पराउँछन् भनेर यसरी पत्ता लगाउन सक्नु पर्यो फुतुङ भनेको प्राय जसो उसानो छातालाई सुमेन प्रयोग गर्यो भने आइगा छाल आन फोइनन्ते भनेको छ प्राय जसो छाताहरू प्रयोग गर्यो भने अथवा ओढ्यो भने बच्चाहरू राम्रोसँग देखिँदैनन् तर यी उसानो सुमेन यो छातालाई ओढ्यो भने आइगा अदिए इन्नन्जी बच्चा कहाँ छ भनेर सुइप्के सजिलै गरी हाल्छु सुविधा थाहा पाउन सकिन्छ तो साथै थुन्थुनेसा भनेको बलियो भएर मजबुत भएर ओरे सिलसिलसिउँदा लामो समय प्रयोग गर्न सकिन्छ खुरेसा त्यसैले थारन उसानभन्दा अरू छाताभन्दा चोम अलिकति फिस्सा जिमान महँगो भए तापनि इन्गिगा सुविधा भनेको लोकप्रिय छ भन्छ ल यहाँनिर चाहिँ छङ्दा इल्मा निमिन्दा 67 भइहाल्यो अब 68मा चाहिँ जाउँ हामी है ल 68मा चाहिँ के छ त्यो हेर्नु पर्यो हामीले ल 67मा चाहिँ 1 नम्बर एन्सर ल 68 उइत खुरे माथिको हरफको न्यौङ्ग खातुन खसुल खरुसेस्यो भनेको विषय जस्तै कुरा छान्नुहोस् मिल्ने कुरा छान्नुहोस् भन्न खोजेको ल हेरौँ है एकमा के भन्छ यी उसान हुन् याकेस यो छाता चाहिँ या खाँदा भनेको कमजोर हुनु यो छाता कमजोर भएर खोजाङ छाल नाम्निदा भनेको छ खोजाङ नादा भनेको बिग्रिनु राम्रोसँग बिग्रिन्छ भनेको छिट्टै बिग्रिन्छ भन्न खोजेको यसरी अर्थ लगाउन सकिन्छ यो छाता कमजोर भएर चाहिँ मजाले बिग्रिन्छ अरे छिट्टै बिग्रिन्छ अरे हो त होइन नि त मजबुत भएर चाहिँ लामो समय प्रयोग गर्न मिल्छ भनेर माथि पढ्यौँ हामीले ठिक छ कहाँनिर पढ्यौँ त्यो पनि मैले तपाईँहरूलाई देखाइदिइहाल्छु हेर्नुहोस् है यहाँनिर पढ्यौँ यो थुनथुन यसो भनेको बलियो भएर लामो समय प्रयोग गर्न सकिन्छ भनेको छ यसले के भन्छ यो छाता चाहिँ कमजोर भएर सजिलै बिग्रिन्छ होइन मिलेन एक नम्बर एन्सर है ल अब दुईमा जाउँ त यी उसानुन यो छाता चाहिँ सोन्जाबी चोगेस फिजी नाम्नी त यो छाताको चाहिँ ह्यान्डलतिरबाट चाहिँ प्रकाशको किरण आउँछ हो त ह्यान्डलतिरबाट आउने होइन नि त ह्यान्डलतिरबाट आउने होइन प्रकाशको किरण होइन प्रकाशको किरण आउने त हाम्रो कहाँबाट हो भन्दाखेरि प्रकाशको किरण आउने त उही चोकेछ होइन ह्यान्डलबाट होइन कि यो छातालाई चाहिँ खोल्यो भने माथितिरबाट चाहिँ प्रकाशको किरण आउने ह्यान्डलमा त बटन थिच्यो भने आवाज आउने हो है यो चाहिँ पत्ता लगाउन सक्नुपर्छ सकिहाल्नुहुन्छ तपाईँहरूले ठिक छ ल अब चाहिँ जाउँ हामी 3 नम्बरमा ल 3 नम्बरमा के भन्छ यी उसाने यो छाताको खागेकुन मूल्य यो छाताको मूल्य धारण उसान हुँदा उसानवा फिसो थामिदा भनेको फिसो तादा भनेको उस्तै हुनु है सेम हुनु भन्ने अर्थ लाग्छ यो छाताको मूल्य अरू छाता जस्तै हुन्छ अरे हो त अरू छाता जस्तै त होइन अलिकति महँगो चाहिँ हुन्छ त्यसैले अरू छाता माथि हेर्नुहोस् त थारुन उसान कुदा अरू छाताभन्दा चोम फिस्सा जीवन अलिकति महँगो भए तापनि लोकप्रिय धेरै छ अरू छाताभन्दा महँगो चाहिँ हुन्छ है यो उस्तै चाहिँ हुँदैन होइन गुणस्तर पनि राम्रो हुन्छ महँगो पनि हुन्छ त्यही भएर चाहिँ 3 नम्बर पनि मिलेन अब कुनै पनि मिलेन भने एन्सर 4 नम्बर हुन्छ यी उसानुले यो छातालाई सुमेन ओढ्यो भने आइए बच्चाको उइछिरुल भनेको लोकेसनलाई स्थानलाई वागिन हागी सिप सुनिदा भनेको छ चेक जाँच गर्न सजिलो हुन्छ भन्न खोजेको है ल यी उसानुल यो छातालाई सुमेन ओढ्यो भने आइए बच्चाको उइछी भनेको स्थान अथवा लोकेसनलाई चाहिँ वागिन हागी सिप सुविधा चेकचाक गर्न सजिलो हुन्छ भनेको छ बच्चा कहाँ छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ भनेर पढाएको थियौँ छङ्दा सावन निम्रिता छ यही तरिकाले गर्नुपर्छ अब चाहिँ हामी 69 र 70 जाउँ हेर्नुहोस् त के छ ठाउँमिल इलको तल पढेर मुरुमे प्रश्नमा थाहा भाषेपछि उत्तर दिनुहोस् है ल प्रत्येकको चाहिँ 3 3 नम्बर भनेको छ सर पढ्छु पहिला अनि त्यसपछि फेरि मैले चाहिँ बुझाउँछु तपाईँहरूलाई ल हेर्नुहोस् उरी खाजोकुन हाम्रो परिवार चाहिँ इल्नेन छने 1 वर्ष पहिले हानगुके वा सुमिदा कोरिया आयो छवा आनेनुन मो र श्रीमती चाहिँ होइसाए थानिमेन छ कम्पनीमा धाउँदै आइरुल बच्चालाई थुल्फोनन खसी हेरचाह गर्ने कुरा हिउँदो र सुमिदा भनेको गाह्रो भयो भन्न खोजेको थुल्फोदा भनेको हेरचाह गर ल यी गसुल आल्गोस यो कुरा थाहा पाएर एप छिबे सानन छेउको घरमा बसोबास गर्ने हाल्मोनिका हजुरआमाले आइरुल बच्चालाई छाजु प्राए थुल्फा जुसे सुमिदा भनेको चाहिँ हेरचाह गरिदिनु भयो रे ल अनि आइनुन बच्चा चाहिँ हाल्मोनिरल हजुरआमालाई छोवा हे सुमिदा मन पराउँथे खुरन्ते तर
हालमनिगा हजुरआमा खाप्चाकी अचानक यहाँनिर ग गरेर डडट गरेको छ। हजुरआमा अचानक डडट आइनुन मानी उरस सुमिता बच्चाहरू धेरै रोए। अनि हालमनी वा हजुरआमासँग हेय चिनन नाले छुट्टिने दिनमा आइनन् भनेको बच्चाले चाहिँ छेगा सेङ्गा खाल्टे फोसेयो रागो हामिन्छ होइन। मेरो याद आएको बेलामा हेर्नुहोस् भनेर भन्दै छिकचप भनेको आफै खरिन खुरिमुल भनेको के हो त कोरिएको चित्रलाई सन्मुल सुविधा भनेको उपहार गरे अथवा उपहार दिए। खुरिमेनन् त्यो चित्रमा चाहिँ हालमनी वा आइगा ससुविधा त्यो चित्रमा चाहिँ हजुरआमा र बच्चाहरू थिए। हालमनी नन् नुनमोरुल हुल्ली सुमिदा भनेको यो देखेर हजुरआमा चाहिँ बेसरी रोइन् भन्न खोजेको। ल यति कुरा छ। र अब यिनीहरू के भन्यो त सर भन्दाखेरि हाम्रो परिवार चाहिँ 1 वर्ष पहिले चाहिँ कोरियामा आयो। म र श्रीमती कम्पनी धाउँदा धाउँदै अनि बच्चालाई हेरचाह गर्ने कुराले चाहिँ दुईटा सँगसँगै गर्दाखेरि गाह्रो भएको थियो। यो कुरालाई थाहा पाएर छेउमा बसोबास गर्ने एकजना हजुरआमाले चाहिँ हाम्रो बच्चालाई प्राय यसो हेरचाह गरिदिने गरिन् होइन। अनि त्यसपछि यहाँनिर चाहिँ भनेको थियो अनि बच्चाहरूले पनि हजुरआमालाई ज्यादै मन पराउँथे। तर हजुरआमा चाहिँ अचानक गरेर डडट गर्यो। हजुरआमा चाहिँ अचानक डडट अनि बच्चाहरू ज्यादै रोए रे। अब केही भएर रोयो होला छुट्टिनु परेर होइन बसाइ सर्ने भएर रोए। अनि हजुरआमासँग छुट्टिने दिनमा चाहिँ के भयो त बच्चाहरूले मलाई याद आएको बेलामा हेर्नुहोस् भनेर भन्दै आफैले कोरेर बनाएको जुन चित्र चाहिँ के गरे हजुरआमालाई सन्मुल गरे अथवा उपहार दिए। त्यो चित्रमा के रहेछ हजुरआमा र बच्चाहरू थिए रे। अनि यो देखेर हजुरआमा चाहिँ ज्यादै रोइन् भन्न खोजेको यति कुरा छ। अब यो हेरेर चाहिँ हामीले तल पत्ता लगाउनु पर्यो के छ एन्सर। ल हेर्नुहोस् है, यो गमा भनेको छ ग भनेको यसमा भनेको यो गमा। अनि थुरखाल माल्लो जाने कुराको रूपमा खाजाङ आलमाजुन खसुल फुरु सिप्सियो सबैभन्दा मिल्ने कुरा छान्नुहोस्। यो 4वटा मध्ये कुन कुरा चाहिँ त्यहाँनिर मिल्छ। जस्तै एकमा सन्मुरुल फादा फोसे सुनिदा उपहार पाएर रिसिनु भयो। फोदाबाट फोसिदाबाट भएको फोदाबाट फोसिदा फोसिदाबाट फोसिस सुमिदा उपहार पाएर हेरिसिनु भयो अथवा हेर्नु भयो। इसारल खासिगे थिए सुमिदा बसाइ सर्ने हुनु भयो अथवा बसाइ सर्नु हुने भयो है। बसाइ सरेर जाने हुनुभयो भन्न खोजेको। अनि आइरुल थेरी र पोसे सुमिदा बच्चालाई लिन आउनु भयो। छरुल थोवा जुरेको हाँसे सुमिदा मलाई सहयोग गर्ने विचार गर्नुभयो भन्न खोजेको। ल यो 4वटा मध्ये कुन चाहिँ मिल्छ हामीले पत्ता लगाउन सक्नुपर्छ। एकचोटि फेरि मैले तपाईँहरूलाई पढेर सुनाउँछु। ल उरी खाजोगुन हाम्रो परिवार चाहिँ इल्नेन छने 1 वर्ष पहिले हानगुके वास्मिदा कोरिया आयो। छवा आनेनन् हुइसाए थानिमेन्छ म र श्रीमती चाहिँ कम्पनीमा धाउँदै आइरुल बच्चालाई थुल फोनन खसी हेरचाह गर्ने कुरा हिमदुर सुमिदा गाह्रो भयो। यी गसुल आल्गो यो कुरा थाहा पाएर यप छिबे सानन छेउको घरमा बसोबास गर्ने हालमनिगा हजुरआमाले आइरुल बच्चालाई छाजु प्राए थुल्फा चुसे सुमिदा भनेको हेरचाह गरिदिनु भयो। आइनुन बच्चाले चाहिँ हालमनिरुल हजुरआमालाई छोवा हेर सुमिदा मन पराउँथे खुरन्थे। तर हालमनिगा खाप्चागी हजुरआमा अचानक अब पक्कै पनि 2 नम्बर एन्सर हुन्छ। ल यसरी पत्ता लगाउनु अरू मिल्दै मिलेन। 81 हजुरआमा चाहिँ बसाइ सरेर जाने हुनुभयो भन्न खोजे हो के। बसाइ सरेर जाने हुनुभयो। अनि आइनुन बच्चा चाहिँ मानी उरा सुमिदा बच्चाहरू धेरै रोए रे। धेरै रोए। हालमनी वा हेजिन नारे हजुरआमासँग छुट्टिने दिनमा आइनुन बच्चाले चाहिँ छेगा सेङ्गा खाल्ते पुस्यो। मलाई याद आएको बेलामा हेर्नुहोस् रागो भनेर हामिन्छ भन्दै छिकचप खुरिन भनेको आफैले कोरिएको खुरिमुल चित्रलाई सन्मुल सुमिदा उपहार दिए। खुरिमेनन् त्यो चित्रमा चाहिँ हालमनी वा आइगा असुमिदा त्यो चित्रमा चाहिँ हजुरआमा र बच्चाहरू थिए। अनि यो देखेर के भयो त हालमनी नन् हजुरआमा चाहिँ नुनमुरुल हुलिसे सुमिदा भनेको आँसु बगाइन् भन्न खोजेको अथवा रोइन् भन्न मिल्छ। ल यसरी चाहिँ एन्सर 2 नम्बर हुन्छ। यहाँनिर चाहिँ इसारल खासिगे थिए सुविधा बसाइ सरेर जाने हुनुभयो छङ्दा हुने भनिम्निदा। ल यही तरिकाले अब चाहिँ हामीले 70 नम्बर पनि गर्न सक्नुपर्ने भयो। ल 70 नम्बर
के चाहिँ हो त विथ कुरे भनेको माथिको हरफको न्योङुरो आल्सु इन्नन माथिको हरफको विषयको रूपमा आल्सु इन्नन थाहा पाउन सकिने खसुल खरुसिप्सो कुरालाई छान्नुहोस्। ल माथिको हरफ पढेर चाहिँ थाहा पाउन सकिने कुरालाई छान्नुहोस् भन्न खोजेको। ल के छ हेर्नुहोस् त एकमा आइनन उरी फुबुवा हेजेस अनि सुल्फेस सुम्निदा भनेको छ। ल सुल्फुदा भनेको दुखी हुनु, दुखी भयो अरे। बच्चाहरू चाहिँ उरी फुपू हाम्रो फुपू भनेको दम्पति, श्रीमान श्रीमती है। ल बच्चाहरू चाहिँ हाम्रो दम्पतिसँग छुट्टिने भएर दुखी भए अरे। हाम्रो श्रीमान श्रीमतीसँग चाहिँ छुट्टिने भएर दुखी भएको हो त होइन, हजुरआमासँग चाहिँ छुट्टिने भएर चाहिँ दुखी भएको, यो चाहिँ मिल्दैन। अब चाहिँ जाउँ हामी 2 नम्बरमा। 2 नम्बरमा हेर्नुहोस् त, आइनन् बच्चा चाहिँ हाल्मनी वा हाम्के इन्नन खसी छोवा सुम्निदा बच्चाहरू चाहिँ हजुरआमासँग हाम्के भनेको सँगै, हजुरआमा सँगसँगै इन्नन भनेको भएको कुरा चाहिँ राम्रो मान्थे अरे। ल एन्सर चाहिँ 2 नम्बर नै हो, मन पराउँथे होइन। बच्चाहरूले चाहिँ हजुरआमा सँगसँगै भएको कुरा चाहिँ मन पराउँथे अरे, हो त मन पराउँथे। ल अनि 3मा हेर्नुहोस् त, हाल्मनी नुन आइवा खाची हजुरआमा चाहिँ बच्चा सँगसँग आइवा बच्चासँग खातुन भनेको उस्तै है, खातुन उस्तै छिबे घरमा सारा छ फेन हेस सुम्निदा रे। ल हेर्नुहोस् त, हजुरआमा चाहिँ बच्चासँग सेम घरमा उस्तै घरमा बसोबास भएर चाहिँ फेन हेस सुम्निदा भनेको छ, सहज भयो अरे हो। हजुरआमासँग भएर सहज चाहिँ भएको हो, तर उस्तै घरमा उही घरमा चाहिँ बसोबास गरेको होइन नि त। खातुन छिबे मिल्दैन के, छेउको घरमा बसोबास गर्नु भएको भने नि त। यहाँनिर हेर्नुहोस् त, यति चाहिँ बुझ्नुपर्छ हामीले है। ल ए यति छिबे सानन भनेको छ छेउको घरमा बसोबास गर्ने हजुरआमा हो, सँगै चाहिँ बस्नु भएको होइन नि त उहाँ हो। ल यसरी चाहिँ पत्ता लगाउनुपर्छ। ल 3 नम्बर के भनेको छ, हालमुनिन हजुरआमा चाहिँ आइवा बच्चासँग खातुन छिबे भनेको उस्तै घरमा सेम घरमा सारास बसेर फेन यस्तो मिदा सहज भयो। उस्तै सेम घरमा बसेको होइन, छेउकै घरमा बस्थिन् तर कहिलेकाहीँ हेरविचार गरिदिन्थिन् भनेको हो नि त। ल 4मा हेर्नुहोस् त, हालमुनिन हजुरआमा चाहिँ आइए बच्चाको सन्मुरुल भनेको चाहिँ, सन्मुल भनेको उपहारलाई फातको पाएर खिबुनी नाप्पा सुम्निदा। हेर्नुहोस् त, हजुरआमाले चाहिँ बच्चाको उपहारलाई पाएर मुड चाहिँ नराम्रो भयो अरे। नराम्रो भएको हो त होइन नि त, मुड त राम्रो भएको, खुसी भइन् तर अलिकति रोइन्। अब यो एकदम नाप्कुदा भनेको त नराम्रो हुनु हो नि त, नराम्रो त भएको होइन नि त, खुसीको आँसु आएको हो उहाँको है। ल यसरी चाहिँ बुझ्नुपर्छ। ल अब चाहिँ बेस्ट एन्सर चाहिँ हाम्रो छङ्दावन इवन हुँदा भनिसकेँ मैले। यो माथिको विषय पढेर थाहा पाउन सकिने कुरा के हो भन्दाखेरि बच्चाहरूले चाहिँ हजुरआमा सँगसँगै भएको कुरालाई मन पराउँथे। यही हो बेस्ट एन्सर, छङ्दावन इवन हुँदा। ओके, ल हामीले चाहिँ टपिक आईको जुन लेभल 1 र 2 को लागि इक्जाम हुन्छ त्यसको चाहिँ एउटा मोडल सेट पूर्ण रूपमा चाहिँ सकेका छौँ। ल यसलाई चाहिँ मजाले तपाईँहरूले हेरेर यही प्याटर्नमा चाहिँ इक्जाम आउँछ भनेर चाहिँ बुझ्न सक्नुहुनेछ। ल आजको लागि चाहिँ यति नै गरौँ। धन्यवाद। 감사합니다।